वेलकम बैक आवर माई यूट्यूब चैनल न्यू भिडियो में स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि सबैजनालाई ह्यापी बडा दशैं विजय दशमीको धेरै धेरै शुभकामना। अनि साथसाथै आज चाहिँ हामी चाहिँ सब फ्यामिली नै मामालाई जाँदैछौँ। मामाहरूले बोलाउनु भएको छ विशेष टिकी लगाउनलाई। सो हामी मामालाई जाँदैछौँ। यता जाँदै हुनुहुन्छ माइजू पनि हुनुहुन्छ। अनि माइजू चाहिँ माइतदेखि आउनु भएको। अनि भाइहरू छ अनि मम्मी बुवा हामी सबैजना जाँदैछौँ। सो हाम्रो यात्रा मामालाको हो। सो सबैले आफ्नो ठाउँबाट सबैजनाले विजय दशमी मनाउँदै हुनुहुन्छ होला। नेपाली महान चाड विजय दशमी। सबैजनालाई मेरो तर्फबाट हाम्रो युट्युब फ्यामिलीको तर्फबाट शुभकामना भन्न चाहन्छु। के गरेको बिचारा मेरो भाइ। हेलो वेलकम छ मेरो भ्लगमा। के गरेको? ठिक छ, गुड जब। यतिको रमाइलो गर्नुपर्छ दशैंको बेलामा। आउ जाम। ल यो चाहिँ हाम्रो स्कुल हो। वाउ दामी नै छ। यो चाहिँ हाम्रो गाउँदेखि देखिने पारी। आउने परे टेन्सन नगर। ल यसरी नै काम गर्नु। घाँस काटेको होला नि त ग्राउन्डमा अरे। सो हामी जाँदैछौँ। हाम्रो यात्रा जारी नै छ। अब माथि नै पुगेर सायद देखाउँछु होला। अब उकालो चढ्नुपर्छ नि त। म हिँड्दै बोल्न पनि सक्दिनँ। सो गाडी पो रहेछ। आफ्नै तालमा हिँडिरहेको। पर्खिनु न अरे। साँच्चीकै मलाई थाके भएको। ब्याकग्राउन्डमा बाटो देख्दै हुनुहुन्छ होला। यहाँ पुन्टु खै कोही बोल्दैन त। गौरव भाइ भन्। हाय भन्नु अरे। हेलो 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 गर्छ कि त तिरेको छोरीले। गौरवको घर अब हामी पुग्न आँटेको नि त। ए गौरवको होइन दीक्षाको चाहिँ नि। दीक्षाको घर तिम्रो छैन। तिम्रो पापाकोमा किन बस्नु त? आफ्नै घरमा पो बस्ने हो त। अरूको घरमा बस्नुहुन्छ? बस्नु हुँदैन त अरूकोमा। आफ्नै घर बनाउने अनि बस्ने। आफ्नै पो बनाएर बस्ने हो त। पापाको घरमा बस्ने हो त। सो हामी मामाको घर फाइनली फुल्ली गुल्लीकोमा आज हिँडेरै आइपुगेको म भने है। सो हिँडे गुल्ली। धलीमा फुल्छ धलीमा दुल्छ लाइहाल्यो माया निलाई जुनी बिनाय कङ्कङ बिनाय कङ्कङ।
안지가 오이부터 도지가. 문제인데 다음 설명에 진짜. 진짜 비하게 맞아. 엄마 60잖아. 너 쇼이인가? 그건 아니셔. 너 쇼이. 거잖아. tinggal naon di kenal ni. Jadi itu pesa kafe mo nanti cai. Nah, kau kamu di Whoops. Rumah yang selama tu. Oh, basa. Ini ada ni lah bos ni sama ya. Itu no. Jadi lah. Jadi saja. जत्रो लामो खोला उत्रो लामो आयु भइकन ईशा सयको शिलापत्र ढुङ्गाको आयु भइकन पश्चिम काशीर बाद इसको ठाउँ हो त
नम्बा धोन कसरी सुम्पति छोरा जति मङ्गलौले पर्यो छोरी जति चाहिँ नि पाइलट हुनु पर्यो रोकस्ता भन्ने हुँदा के रे समुद्रले बहाइलानु के रे हिमालचुली गए बटाइलान घटाइलानु यो हाम्रो नातिनीको रोकस्ता भन्ने विश्वासको शिला पुत्र पायो माइतीले सीतामाईको जिउँदो मिन्छ जति बच्छ जति चाहिँ लाउडे बन्नु पर्यो मेरो जस्तो यहाँको कौडे नमन भन मेरो साली जति जिपमा मेरै भाइको होइन होला के हो तर त्यो लिम्बुनीलाई चाहिँ यो मङ्सिरमा बिहे जसरी पनि होइन होला यो लिम्बुनी चाहिँ अब यो मङ्सिरमा लिएर आउनुपर्छ लिम्बुनी पो आउनुपर्छ हाम्रो अब हाम्रो बढाइ भए पनि एउटा सुँगुर लोक आउँछ मेरो घरमा छ पुग्छ लिम्बुनी गरी चाहिँ फेरि दर पर्छ अरे अलिक सोचेर मात्र अब लिम्बुनी भएन भने मेरो साथीहरू चाहिँ तिम्रै जिम्मामा है लिम्बुनी नाम साली सुने उही माथि काम गरिन्छु न आभाग्य उयो लिम्बुनी जिम्मे हुन्छ लै फोटो सुट हुँदैछ गाइस फाइनली सो या एकादशी बजारैमा सोने पर्खे हामी चाहिँ फर्किसकेको छौँ होइन मामालाईदेखि फर्किसकेको छौँ अहिले चाहिँ म बाटोमा छु एकदमै रमाइलो भयो अब यस्तै हो यसपालिका दसैँ चाहिँ यसरी नै बित्यो हाम्रो चाहिँ सो त्यही भएर तपाईँहरूको पनि एकदमै रमाइलो भयो भन्ने पूर्ण आशा गरेको छु र होइन अघि मेरो निधार खाली थियो भने अहिले चाहिँ पुरै टिका लगाइरहेको छु मैले मामाहरूले टिका लगाइदिनु भयो सो एकदमै ह्याप्पी छु सबैजनालाई ह्याप्पी बडा दसैँको शुभकामना भन्न चाहन्छु अनि यति नै आजलाई यति नै हाम्रो दिन चाहिँ आज यति नै बितेको छ होइन सबैजनालाई बाई बाई अब नेक्स्ट भिडियोमा फेरि भेट्नेको बाजा पश्चात आजलाई म बिदा हुन चाहन्छु सबैजनालाई बाई बाई लभ यु अल मिस यु प्लिज सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त बाई बाई